लो परमेश्वर भनिदिनु पर्यो के गर्दा ठिक हुन्छ। हेर म हारा माता भने को हो मोही हेर मलाई यहाँबाट थलो किलो सार्यौ भने म यहाँदेखि पाछी भएर आमासँग सोद्धाखेरि 5 बहिनी मध्ये एक बहिनी जाऊ पञ्च कन्ये नाम भए रह पाछी भएर बस भनी मलाई पठाएको छ। म त्यसकाले गर्दा मैले हेर म यहाँ अहिले चल्दै गरेको हो बाटो हेर यहाँदेखि दाहिने देब्रे हुली घुमाउने कुरो हुँदा पनि मैले दिएको छैन। लौ परमेश्वर अब यसलाई कसरी गरेर हुन्छ त?